हाई हेलो नमस्ते सबैजनालाई हजुरहरूलाई स्वागत छ गुरुकुल शिक्षामा। सिधिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू पक्कै एउटा राम्रो कलेजको खोजीमा हुनुहुन्छ र हजुरहरूलाई मद्दत पुर्याउन हामी गुरुकुल शिक्षा यहाँ काठमाडौँको उपस्थित बालकुमारीमा रहेको टिटन कलेजमा आइपुगेको छौँ र अब हामीले हजुरहरूलाई सुविधा पुर्याउनको लागि टिटन कलेजले के फ्यासिलिटी दिइरहेको छ सम्पूर्ण सब थोक कुरा हजुरहरूको सामु यहाँ हामी यो भिडियोमा प्रस्तुत गर्नेछौँ। अब हामी लागौँ टिटन कलेजको प्राङ्गणमा। अब हामी आइपुग्यौँ टिटन कलेजको प्राङ्गणमा। यहाँ हेर्न सक्नुहुन्छ बाहिरको स्ट्रक्चर टिटन कलेजको। यहाँ पार्किङ रहेछ, तल पनि यहाँ यता पार्किङ रहेछ हैन। हामी भित्र छिरौँ। यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ टिटनको रिसेप्सन रहेको छ। वी ट्रान्सफर्म यु, यो टिटनको एउटा श्लोक हो। अनि अब हामी लागौँ लाइब्रेरीतर्फ। लाइब्रेरीमा के रहेछ, कस्तो कस्तो सुविधा रहेछ हैन। यहाँ सम्पूर्ण साइन्स फ्याकल्टी, म्यानेजमेन्ट फ्याकल्टी, ब्याचलर लेभलको सबको किताबहरू पाइन्छ। यहाँ हेर्न सक्नुहुन्छ सबै किताबहरू यहाँ प्रोपरली म्यानेज तरिकाले राखिएको छ। यदि हजुरलाई इच्छुक छ भने यहाँ आउनुहोस्, पढ्नुहोस् हैन। यहाँ स्पेसियल फ्यासिलिटी के छ भने हजुरहरूलाई आइडी कार्डमा बारकोड दिएको हुन्छ। त्यो बारकोड यहाँ स्क्यान गरेर तपाईहरूले यो किताबमा रहेको बारकोडलाई पनि स्क्यान गरेर हजुरहरूले 2वटा मिनिमम बुक लग्न सक्नुहुन्छ र हजुरहरूले यहाँ बसेर पढ्न पनि मिल्छ। पुरै यहाँ हेर्न सक्नुहुन्छ राम्रोसँग पुरै व्यवस्था गरिएको छ। यहाँ देखिरहेको छु टिटन कलेजमा पुरै एडभान्स टेक्नोलोजीहरू राखिएको छ। यहाँ आइडी कार्डमा बारकोड दिएर यहाँ स्क्यान गर्न मिल्छ र प्यारेन्ट्सको मोबाइलमा ठ्याक्कै जति बेला आयो विद्यार्थी त्यति बेला मेसेज जान्छ, जति बेला गयो विद्यार्थी फेरि स्क्यान गर्छ अनि फेरि ठ्याक्कै त्यति बेला मेसेज जान्छ। पुरै फुल्ली एडभान्स टेक्नोलोजीले भरिएको यो टिटन कलेज। हामीहरू सबैलाई थाहा छ खेलकुद मान्छेको जीवनमा कति महत्त्वपूर्ण हुन्छ भनेर। यसैले मध्यनजर गर्दै टिटन कलेजले यहाँ खेलकुदको एकदम राम्रो सुविधा दिएको छ। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ टेबल टेनिस हैन। विद्यार्थीहरूले जति बेला मन लागे फ्री टाइम आयो खेल्न मिल्छ। एउटा राम्रो सुविधा पनि यो हो। विद्यार्थीको हेल्थ पनि राम्रो हुन्छ हैन, एउटा फ्रेसनेस पनि आउँछ। त्यसैगरी यहाँ हेर्न सक्नुहुन्छ बास्केटबल कोर्ट दुवै
चिल्ड्रेन कलेजको क्लासरुममा आएको छौँ। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ प्रोपर डेस्क बेन्च राखिएको छ होइन, पुरै स्पेस यहाँ खाली रहेको छ। तपाईँले आफ्नो ब्याग यो डेस्कभित्र यहाँ हाल्न सक्नुहुन्छ। अनि यहाँ पढाउनुको लागि टिचरहरूलाई सजिलो हुनुको लागि यहाँ यो राखिएको छ। त्यसपछि यहाँ बोर्ड रहेको छ। देन आफ्टर तल यहाँ मिनी स्टेज यहाँ रहेको छ। अनि त्यसै गरी यहाँ फ्यानको पनि सुविधा रहेको छ। त्यसै गरी हजुरहरू चिल्ड्रेन कलेजको हरेक क्लासमा जानुहुन्छ भने त्यहाँ प्रोजेक्टरको सुविधा रहेको छ। त्यसै गरी प्रोजेक्टरबाट विद्यार्थीहरूलाई पढाइन्छ। सुविधा एउटा यो भयो होइन, जस्तै कि मोडर्न एजुकेसन सिस्टम यो चिल्ड्रेन कलेजले अपनाउँदै गएको छ। त्यसै गरी यहाँ फ्यानहरू प्रोपर तरिकाले राखिएको छ गर्मी नहोस् भनेर। देन आफ्टर यहाँ हामी हेर्न सक्छौँ एउटा स्पिकर रहेको छ जुन कि नेसनल एन्थम जे हुन्छ त्यति बेला योबाट बजाइन्छ। अनि यहाँ प्रोपर हेर्न सक्नुहुन्छ यहाँ नोटिस बोर्ड भइसक्यो होइन। देन आफ्टर यहाँ कीबोर्ड भइसक्यो, स्टेज यहाँ भइसक्यो। देन आफ्टर यहाँ यो चाहिँ यहाँ बुकहरू राखेर टिचरहरूलाई सुविधा हुनुको लागि यहाँ राखिएको छ। ल्यापटप राखिन्छ होइन। देन आफ्टर मलाई के लागिरहेको छ भने हामीले कसैले माथिबाट हेरिरहेको छ, किनभने वी आर अन्डर द सर्भेलियन्स अफ CCTV क्यामेराज। यहाँ चिल्ड्रेन कलेजमा जताततै क्यामेरा रहेको छ। चिल्ड्रेन कलेजमा हरेक फ्लोरमा तातो र चिसो पानीको सुविधा रहेको छ, जुन कि जार हालिन्छ। तातो चाहियो भने तातो, चिसो चाहियो भने चिसो पानी सुविधा छ। हामी यहाँ चिल्ड्रेन कलेजको केमिस्ट्री ल्याबमा आइपुगेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ पुरै केमिकलहरू यहाँ राखिएको छ एउटा प्रोपर प्लेसमेन्ट गरिएर। त्यसै गरी यहाँ सब थोक यहाँ बेसिनको पुरै व्यवस्था गरिएको छ। देन आफ्टर यहाँ ग्यास स्टोभको पनि छ, के कुरा काम लाग्यो, ग्यासको काम लाग्यो कि हिटको काम लाग्यो भनेर यहाँ पुरै ठाउँमा व्यवस्था गरिएको छ। त्यसै गरी यहाँ केमिकलहरू पनि एउटा प्रोपर तरिकाले प्रोपर ढङ्गले राखिएको छ होइन, पुरै क्लियर छ, क्लिनिनेस छ। देन आफ्टर साइडमा हेर्न सक्नुहुन्छ यहाँ पिरियोडिक टेबलहरू, यहाँ साइन्टिस्टको नामहरू पुरै ब्यानरमा राखिएको छ।